स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। आज आफ्नो यहाँ पीडा यसरी गरेर पोख्नु पर्दाखेरि एउटा मन्त्रीको हैसियतले एउटा नागरिकको लागि हामीले हिजो रातभरि खट्यौं। म यतिकै यो आँसु झरेँ किनभने आफूले अथाक प्रयास गर्दा गर्दा पनि नहुँदाखेरि त्यो चित्तै नबुझ्ने रहेछ। देशको कुन चाहिँ संयन्त्र चलायो जुन संयन्त्र नेपाल प्रहरी ट्राफिक प्रहरी जसरी पहिला नेताको मात्र रक्षा गर्नलाई आज हिजो राति तपाईँ हेर्नु होला त्यहाँ रातभरि नेपाल प्रहरी ट्राफिक प्रहरीहरू बाटोभरि उभिएर बसेका थियो। उहाँहरू भिभिआइपी सेक्युरिटी दिएर कसको लागि? गणेश नेपालीको सेफ ट्रान्सफर एयरपोर्टको लागि रातभरि सुतेका छैनन्। उहाँहरू पनि आफ्नो नागरिकको रक्षा गर्नको लागि। हामी पनि त्यहाँ गयौँ। त्यहाँ गएर सबै कुरा व्यवस्था गर्नको लागि सबै स्पेशलिस्टहरू बोलायौँ, सबैजना राख्यौँ। पैसाको तपाईँ टेन्सन नलिनु, सरकारले जति खर्च गर्नुपर्छ खर्च गर्छ, आफ्नो नागरिकलाई बचाउनको लागि गर्छ, किन नगर्ने? पहिला त्यही भिआइपीलाई मात्र सिक्युरिटी दिन्छ भने आज नागरिकलाई सिक्युरिटी दिनको लागि हरेक बाटोको कुना काप्चामा बसेको थियो। त्यतिखेरको कन्डिसन तपाईँलाई थाहा छैन। किन थाहा छैन? किन तपाईँ त्यहाँ पुगेकै छैन। डक्टरसँग कन्सल्ट गर्नु पर्यो, कुरा गर्नु पर्यो। डक्टरहरू हामीले उता इन्डियन साइडलाई पनि हामीले पर्मिसन लिनु पर्यो। राति परिसकेको थियो। पर्मिसन लिन परराष्ट्रलाई हामी परराष्ट्र मन्त्री उठ्नुभयो, परराष्ट्र सचिव उठ्नुभयो, इन्डियन एम्बेसीसँग कोर्डिनेसन गर्नुभयो। इन्डियन एम्बेसीसँग कोर्डिनेसन गरेर उताको एम्सको टिमलाई रेडी गर्नु पर्यो। उतापट्टि आउँदाखेरि फेरि यताबाट एयरप्लेनले हाम्रो एयर एम्बुलेन्स स्ट्यान्ड बाईमा राख्यौँ हामीले। म आफै गएर त्यहाँ निरीक्षण गरेँ किनभने हाम्रो डोमेस्टिक एयरपोर्ट जाने बाटोमा चाहिँ तपाईँको त्यो पिच भएको छैन। त्यो गल्ती हामीले लिनुपर्ने, पिच नभएको। त्यतिखेर हाम्रो गणेश नेपाली त्यही एम्बुलेन्समा जाँदाखेरि हल्लिएर केही होला कि भनेर डर लागेर मैले राति नै एयरपोर्टमा गएर 10 नम्बर बेमा लिएर आउनुपर्छ तपाईँहरूले, यतापट्टि सजिलो हुन्छ भनेर हामीले भनेर आएको छ। र राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई।